Hello, good morning, sunshine peoples from the land of the rising sun, Japan. Yeah. कस्तो भइरहेछ तपाईहरुको आजको दिन? मेरो दिनको सुरुवात चाहिँ सही भएको के आज ड्युटी एकदमै चाँडो सिद्धियो। सो अनि समटाइम्स के हुन्छ भने चाँडो ड्युटी भ्यायो भने पनि के गर्नु के लाइक सुत्ने उठ्ने खाने अनि अब के शपिङ गर्नु छ भने त्यहाँ जाने लाइक त्यो बाहेक केही हुँदैन यार। सिरियसली त्यो एक दिनको बिदा यताउता गर्दै जान्छ है। त्यही त केही पर्सनल डेभलपमेन्टको कामहरू केही गरौँ, प्लानिङहरू केही गरौँ भन्यो एकछिन मोटिभेट भए जस्तो हुन्छ। अनि त्यही त हो, एउटा दुईवटा भिडियोहरू हेऱ्यो, आइडियाजहरू आउँछ, फुर्छ, एकछिन पछि निन्द्रा लाग्छ, सुत्यो उठ्यो, बिदा सिद्धिन्छ। त्यही त के टाइमको युटिलाइजेसन नै प्रपर भएन। सिरियसली 24 आवर्समा लाइक 7 आवर्स सुत्यो भने पनि एटलिस्ट 5-6 आवर्स एक्स्ट्रा टाइम हुन्छ क्या। ओके गाइस, त्यही हो यार, जापानमा जापानिज भाषा नपढिकन काम छैन है गाइस। जो पनि जापान आउन खोजिराख्नु भएको छ, जापानिज भाषा चाहिँ कसरी हुन्छ, टुप्पी कसेर हुन्छ कि कम्मर कसेर हुन्छ कि सिरियसली लाइक अरू कुरामा केहीमा फोकस नगरिकन जापानिज भाषामा तपाईँले फोकस गर्नुहोस्। इफ यु वान्ट टु कम टु जापान है, जापान आएर तपाईँलाई सेटल हुनु छ भने, नत्र भने पैसा डुबाउनु छ, काहीँ नभएको कुकुरले नभएको दुःख पाउनु छ भने चाहिँ नबढिकन भिजा लागे मात्रै हुन्छ भन्ने सोच हुन्छ नेपालमा आउँदाखेरि। यहाँ आएपछि कुकुरले नपाउने दुःख पाएपछि होइन, टाउको दुख्यो भन्दाखेरि पनि भन्न नजानेर, अनि टोइलेट जान्छु भन्न पनि भन्न नजान्ने पनि हुन्छन् कति फेरि। त्यस्तो छ समस्या हजुर यहाँ। त्यही भएर फर्स्ट प्रायोरिटी चाहिँ ल्याङ्ग्वेजमा दिनुहोस् है। त्यही भएर मैले कामबाट आउने बित्तिकै एभ्रिडे एटलिस्ट 10 मिनट्स भनौँ न, एकैचोटि पुरै बुक भ्याउनुपर्छ भन्ने छैन। दिनमा एउटा फ्रेज जान्यो भने इट विल बी अ लट मोर हेल्पफुल के होइन। तपाईँले 1 वर्षमा कति जान्नुहुन्छ होला, लाइक त्यसलाई फेरि सिरियसली गर्नु पऱ्यो, एकदम थोरै थोरै पढ्ने र एभ्री टाइम एभ्री डे लाइक एक दिन पनि मिस नगर्ने। यसलाई के भन्छ, काइजेन भन्ने जापानिज रुल भन्छ यसलाई है। त्यही भएर मैले चाहिँ त्यो फलो गर्दैछु गाइज। सो तपाईँहरूलाई कतिजनालाई थाहा छ होला यो जापानिज रुलको बारेमा, काइजेन अनि इकिगाई भन्ने कुराहरू कति तपाईँहरूले लाइक मोबाइलहरू हेर्दा स्क्रोल गर्दा देख्न सक्नुहुन्छ। कतिजनाले त स्टडी पनि गर्नुभएको छ होला, कतिजना त फलो पनि गर्नुभएको छ होला होइन। सो आफूले आफूलाई कसरी इम्प्रुभ गर्न सकिन्छ भन्ने आफूले आफूलाई हेर्दा हेर्दा हुन्छ नि त। कति लेजी भएर बस्नु होलिडेको बेलामा पनि, सुतेछ उठेछ फेरि सिद्धिन्छ, फेरि काममा गएछ, लाइफ त यतिकै जान्छ है। हेर्दा हेर्दा बुढा हुन्छ अनि त सकेन, भएन त जिन्दगी बर्बाद। सो गाइज, काइजेन भनेको 1% बेटर एभ्री डे भन्छ होइन। त्यसमा चाहिँ मैले 10वटा जस्तो पोइन्ट बनाएको छु होइन, एभ्री डे मैले फलो गर्नको लागि। सो यु गाइज क्यान अल्सो फलो सेम होइन, किनभने एभ्री डे 1% इम्प्रुभमेन्ट गऱ्यो भने हामीलाई एकदम धेरै गरेर लाइक एभ्री डे त्यो गर्नु नै छ जस्तो हुँदैन नि त। जस्तो एकदम सानो सानो एक्टहरू गर्ने कि होइन। तपाईँ अब कामबाट आउने बित्तिकै फ्रेस हुनुहोस्, ब्रेकफास्ट गर्नुहोस्, क्लिनहरू गर्नुहोस् आफ्नो रुमको होइन, सबै कुराहरू। उठ्ने बित्तिकै आफ्नो बेड मिलाउनुहोस् है। कति मान्छेहरूले चाहिँ लाइक बेडै नमिलाइकन यत्तिकै गइरहेको हुन्छ, कपडाहरू अब नमिलाइकन फालिरहेको हुन्छ युज गरेको यताउता। लाइक यस्तो सानो सानो कुराहरू हो कि त्यो आफ्नो सेल्फ इम्प्रुभमेन्ट जस्तो गऱ्यो त्यस्तै हेबिट हुने त अनि होइन। अनि त आफ्नो सामानहरू पनि यताउता छरिरहेको हुन्छ, होस् कुनै दिन मिलाउँछु छुट्टीको दिनमा भन्ने हुन्छ। त्यस्तो गर्दा गर्दा हेबिट नै कस्तो केयरलेस गर्ने हेबिट भइजान्छ कि हाम्रो।
कतिपयको त भइरहेको पनि होला हैन। सो त्यही भएर मैले एभ्री डे अब आफ्नो त्यो ह्याबिटलाई चाहिँ बिस्तारै इम्प्रुभमेन्ट गर्नको लागि जापानिज ल्याङ्ग्वेज 10 मिनट्स, ड्राइभिङ क्लासेसको लागि पनि फेरि 10 मिनट्स हैन। अनि मोस्टली चाहिँ महिनाको स्टार्ट अथवा इन्डमा चाहिँ तपाईले र बिचमा पनि 5-10 मिनट्स गरेर दिएर तपाईको त्यो एक्सपेन्सेसहरु ट्र्याकिङ गर्ने के। किनभने मेन त हामी पैसा कमाउन आएको हो विदेश, नत्र भने त किन आउनु पर्थ्यो र अर्को देशको दुःख हैन। यस्तो दुःख हुन्छ आकोलाई थाहा छ नि त कति दुःख हुन्छ भनेर। त्यस्तो अनि हामी कुनै ठाउँमा किन्न गयो भने यस्तो इम्पल्सिभ बाइङ गर्छ के। जस्तो अस्ति मलाई साथीले कामबाट आउने बेलामा शपिङ जाने भन्ने कुरा भयो, अनि सँगै गाडीमा अब कामबाट बिहान बिहान छुट्टी भइरहेछ, आनन्द भयो लाइक ओके सँगै जाउँ भनेर अनि गयो। साथीको एउटा टमाटर किन्नु रहेछ एउटा साथीको, अर्को साथीलाई चाहिँ लाइक प्रपरली नै शपिङ अलिअलि गर्नुपर्ने रहेछ। सो अब हामी लैलैमा गयो अनि एउटा पसलमा गयो तरकारी किन्ने पसलमा, अनि एक राउन्ड हान्यो, एक झोला शपिङ भयो। अनि त्यसपछि त्यहाँ चाहिँ धनिया नरहेछ। सो अनि अर्को पसलमा गयो, त्यहाँ पनि राउन्डहरू हान्यो, यताउता फलफुल सलफुल किन्यो, अब त्यो किचनमा चाहिने सामानहरू अलिअलि किन्यो हैन। अनि त्यो लोकल चिकन गेमु सुपर मार्केट गएको के, लोकल चिकन यताउता अब सबै पराठा सराठा के किन्यो, त्यहाँ पनि एक झोला शपिङ भयो। गर्दा 3000 गरेर 6000 समथिङ गइसकेको छ, 6-7 हजार समथिङ गयो। अनि फेरि अनि अर्को सपिङ सेन्टर छ, त्यहाँ पाउँछ अरे अर्को सामान भनेर त्यहाँ गयो, त्यहाँ पनि एक राउन्ड हान्नु गएको। ओ माई गड, 3 ठाउँमा शपिङ गरेको 4 झोला। म अब घरमा आएर आनन्दले बस्ने मान्छे ड्युड। अनि आएर हिसाब गरेँ मैले, हिजोसम्म मसँग 15,000 थियो, यताउता गर्दाखेरि त ल मसँग त 3-4 हजार भन्दा बाँकी छैन। व्हाट द हेल। अनि बल्ल मैले थाहा पाएँ कि शिट, हामी यस्तो हुन्छ नि। सुरुमा आउँदाखेरि त 1000 मास्नु पनि कस्तो माया लाग्छ, किनभने त्यो सुरुमा अनि इभेन्चुअली 1-2 महिनापछि तपाईहरुलाई लाइक थाहा हुन्छ यहाँ अब हुन्छ नि त, यस्तै हो अब किन्नुपर्छ, खानुपर्छ, खानको लागि के अब उस गर्ने भन्ने हुन्छ हैन। अनि शपिङ गर्दाखेरि चाहिँ हामीले लाइक कति कुराहरू ल्याएर युज पनि गर्दैन कि, त्यो फ्रिजमा यत्तिकै बिग्रेर कति त आधा कुरा फालिरहेको हुन्छ। त्यो तपाईहरुको स्टोरी पनि होला है, तपाईहरुले पनि एकचोटि हेर्नुस् फ्रिज खोलेर, कति कुराहरू त तपाईले कति 2-3 महिना अगाडिबाट किनेर ल्याएको त्यतिकै बसिरहेको हुन्छ कि त्यहाँ। सो एकदमै आफ्नो ट्र्याकिङ गर्नु जरुरी छ, यसले चाहिँ तपाईको 20-30% एक्सपेन्सेस नै कम गरिदिन्छ के हैन। त्यही भएर साथीको लैलैमा लाएर लाइक त्यसरी शपिङ जानु भन्दा आफ्नो एउटा ट्र्याकिङ भइसकेपछि मलाई चाहिँ यो चाहिएको छ, यो सकेछ, अब तपाईको आफ्नो लिस्टहरु हुन्छ। त्यही भएर चाहिँ यो गर्नु जरुरी देख्छु है मैले चाहिँ। एभोइड इम्पल्सिभ बाइङ है। त्यसको लागि चाहिँ तपाईले एभ्री हप्ता अनि महिनाको 2-3 चोटि चाहिँ 5-10 मिनट बसेर तपाईले आफ्नो एक्सपेन्सेसहरु ट्र्याकिङ गर्नुभयो भने त्यो एकदमै चाँडो सल्भ हुनेवाला छ। यो चाहिँ एकदम इम्पोर्टेन्ट है जो विदेश बस्नु भएको छ। सो त्यसपछि अनि आफ्नो रुमको एभ्री कर्नरहरु चाहिँ 2-3 दिनमा एक दिन चाहिँ सफा गरिराख्ने। किनभने जापानमा तपाईको रुम बुक गर्दाखेरि लगभग 1-2 लाख समथिङ लिन्छ के तिनीहरूले डिपोजिट। अनि छोडेर जाने बेलामा त्यो पनि फिर्ता दिन्न र रुम पनि सफा गरेको भनेर 1-2 लाख रुपैयाँ एक्स्ट्रा मागिरहेको हुन्छ। सो तपाईहरुले अहिलेबाट नै आफ्नो एभ्री ठाउँहरुलाई चाहिँ क्लिन गरिराख्ने बानी गर्नुभयो भने रुम छोडेर जाने बेलामा त्यस्तो फोहोर हुँदैन के। सो मैले चाहिँ त्यो रुल इम्प्लिमेन्ट गर्न खोजिरहेको छु। कति धेरै कर्नरहरु त त्यो सफाई नगरे रहेछ के, आएर बसेको 2 इयर्स हुन लागिसक्यो है। कति धेरै कर्नरहरु त सफा गरे छैन, कस्तो फोहोर धुलो सुलो यताउता सब भइराखेको के, सफा गर्दा नि नजाने भयो। सो अब एउटा कर्नरहरु यताउता सबै कुराहरु चाहिँ सफा गर्दै जाने भनेर मैले चाहिँ यो पनि एउटा लिस्टमा राखेको छु है। जस्ट 2-3 मिनेट 4-5 मिनेटमा त सफा भइहाल्छ नि, एउटा कर्नर गर्दा जस्ट त्यो कुनाहरु चाहिँ फोहोर जम्न पाउँदैन हैन। सो अर्को त तपाईको एक्सरसाइज त मैले सुरु गरिराखेको छु घरमै बसेर। अनि एक्सरसाइज स्ट्रेचिङहरु एटलिस्ट त्यो टाइम भएन भने पनि तपाईको 20 पुशअप्स हैन, अनि स्क्वाट्सहरु 20 स्क्वाट्सहरु
यहाँ नभए भने काममा गएपछि एकछिन स्टार्ट गर्नभन्दा अगाडि पुरा स्ट्रेचिङहरू गरेर स्टार्ट गर्ने, लाइक आफ्नो बडीको लागि चाहिँ स्ट्रेचिङ एक्सर्साइज अथवा टाइम भयो भने 1000 स्टेप्स टु 2000 स्टेप्स पर डे होइन वाकिङ गर्ने। एभ्री डे चाहिँ 5 मिनट 10 मिनट बढाउँदै गएर वाकिङहरू गरिराख्ने। सो त्यो एउटा एक्सर्साइज प्लस डेली वाकिङ भयो होइन। अनि अर्को सानो कुरा भनेको चाहिँ रिमेम्बर टु बी काइन्ड के। हामी कति धेरै अब मेन्टल्ली स्ट्रेस भइरहेको हुन्छ, सोचिरहेको हुन्छ, फ्यामिली प्रब्लम हुन्छ, पर्सनल प्रब्लम हुन्छ, के दुनियादारी प्रब्लम छ। जापानमा आएर त झन् मान्छेहरूको काण्ड छ होइन, कति प्रब्लम छ होला एज यु गाइस काइन्ड नो है। अनि त्यही भएर चाहिँ हामी चाहिँ त्यो स्ट्रेसले गर्दा कामले गर्दा होइन अब लाइक यस्तो रुड भइरहेछ क्या सबैजना क्या सिरियसली। अब लाइक नेपालबाट जापान आउनु पाए भयो हुन्थ्यो भन्थ्यो, 1 महिनासम्म चाहिँ आएर काम गर्दाखेरि एनर्जी आइरहेको हुन्छ। अनि त्यसपछि साथीहरू कस्तो हुन्छ भन्दाखेरि लाइक सबै ठाउँमा त छैन होला, तर कतिपय ठाउँहरूमा चाहिँ के गर्छ भन्दाखेरि कस्तो डिमोटिभेट भइजान्छ क्या। अब आफू चाहिँ मोटिभेटेड नै भइरहेको हुन्छ सुरुमा आउने बेलामा, किनभने फाइनल्ली हो नेपालमा त लाइक जति दुःख गरे पनि 50-60 हजार, ब्याङ्कको म्यानेजरले धेरै कमाउने भनेको 1 लाख कमाउँथ्यो होला होइन। अब त्यो बिजनेस गरेर 1 लाख कमाउनु नि गाह्रो थियो, उल्टो डुब्ने खालको कन्डिसन थियो। जब गरेर त अब त्यही 30, 40, 50, 60 हजार नै हो होइन। त्यही पनि अब यताउता एक्सपेन्सेस गरेर सिद्धिन्थ्यो। यहाँ आएर तपाईँको सानो काम गरेर 1.5-2 लाख 3 लाख कमाउन सकिन्छ। 2-3टा काम गऱ्यो भने त मान्छेले 3-4 लाख पनि कमाइरहेको छ होइन। नर्मली वर्किङ भिजामा पाउने भनेको 2.5, 3.5 लाखसम्म हो। ओभर टाइमहरू यताउता भयो भने अब राम्रै पोस्टमा छ भने 4 लाखसम्म होला, त्यो अनुसारको ट्याक्सहरू पनि काटिन्छ होइन। सो यहाँ चाहिँ मैले के भन्नु लाग्थेँ भने यहाँ आइसकेपछि कस्तो खालको मोटिभेसनबाट चाहिँ डाउन हुन्छ भने चाहिँ सबैजनाले कुरा गरेको यताउता गरेको अनुसारले चाहिँ कस्तो ठाउँमा आएर फसेछु म, सेट होइन, यस्तो दुःख छ, यहाँभन्दा बेटर अप्सन थियो होला। अब आफ्नो भाषा छैन एक होइन सिरियसली कि अब आफूसँग एकदम ल्याङ्ग्वेजमा राम्रो सेन्मनमा त्यो अनुसारको भएर त्यही अनुसारको कोर्समा भएर अथवा युनिमा त्यही अनुसारले गरेर पढेर अगाडि बढेर जापान खाएर डुलेर डिफ्रेन्ट सिटीहरूमा गएर सबै गरेर गर्न सक्ने खुबी हो भने त लाइक ओके यु क्यान चुज योर बेस्ट होइन। त्यो अरू कुराहरू पनि हेर्न सक्छ। तर कतिजना चाहिँ ब्याचलर्स भिजा, SSW भिजा यस्तोमा आउनेहरूलाई चाहिँ ल्याङ्ग्वेज त्यति राम्रो हुँदैन। अनि 1-2 महिना त्यहाँ काम गरेर गर्न थालेपछि कति मान्छेहरूले चाहिँ यताउता कुरो सुन्दाखेरि यस्तो डिमोटिभेट भइजान्छ क्या। अनि स्ट्रेसहरू बढ्दै जान्छ, यताउता हुन्छ, अनि क्या रुड खालको बिहेभियर देखाउन थाल्छ मान्छेहरूले होइन। त्यो सबैलाई हुने कुरा नै हो इभेन्चुअली है, कतिजनाले फेस गर्नुभएको छ होला त्यो कुरा। अनि हामी चाहिँ कस्तो घरमा पनि कुरा नगर्ने, अनि साथीहरूसँग पनि रुड हुने, अनि एकदम सेल्फिस हुने त्यस्तो हुन्छ। सो एभ्री डे चाहिँ आफूले रिमेम्बर गर्ने होइन काइन्ड हुनको लागि क्या होइन, त्यो एउटा सिस्टम फलो गर्ने सोचिरहेको छु मैले। जति बेला पनि आफूलाई स्ट्रेस हुन्छ भने त्यसलाई इन्काउन्टर गरिहाल्ने, अनि त्यसपछि चाहिँ काइन्ड हुने है, काममा पनि अलिकति शान्त हुने। अनि कति मान्छेहरूले चाहिँ सास फेर्न पनि बिर्सिन्छ यार, भन्नको मतलब चाहिँ एकछिन आनन्दले बसेर चार 5 चोटि यसरी लामोसँग सास फेर्नुहोस् होइन, तपाईँको मेन्टल स्ट्रेस सबै हराएर जान्छ क्या। सो तपाईँहरूले प्र्याक्टिस गर्नुहोस् प्लिज। कतिजनाले सास फेर्नै बिर्सिरहेको हुन्छ सिरियसली यार। लाइक जापानमा आउने मान्छेहरू मात्रै होइन कि नेपाल अथवा जहाँसुकै जो संसारमा जो पनि मान्छेहरू छ, यति धेरै स्ट्रेस छ कि अहिले लाइफमा है, मान्छेहरूले सास फेरेको पनि लाइक त्यो अटोमेटिक भइरहेछ क्या सिरियसली यार। त्यो हुन्छ अटोमेटिकल्ली, बट यु हेभ टु बी ग्रेटफुल फर द्याट म्यान। तिम्रो बडीहरू राम्रोसँग वर्क गरिरहेछ त्यो ठिक छ, बट एटलिस्ट दिनमा 10-15 चोटि आफ्नो सासलाई चाहिँ लामो तान्ने, लामो फाल्ने। तपाईँ 2-3 मिनट बसेर एकछिन यो एक्सर्साइज मात्रै गर्नुहोस्, तपाईँको लाइक 50% प्रब्लम्सहरू एकछिनमै हराएर जान्छ क्या। त्यो मैले चाहिँ फिल गरेको कुरा हो है। सो रिमेम्बर टु बी काइन्ड एभ्री डे है।
अनि ब्रिदिङ टेक्निक्स काइन्ड हुने ट्राई गर्ने है। अनि मैले गर्दा यो कम्पनी चलिरहेछ भन्ने खालको भाइब्स पुरा आइरहेको हुन्छ फेरि कति मान्छेहरूमा। सिरियसली ब्रो, तपाईँ नआउँदाखेरि पनि त्यो कम्पनी चलिरहेकै छ, तपाईँले छोडेर जानु भएन नि त्यो कम्पनी चलिरहेको हुन्छ कि। सो तपाईँले त्यत्रो ठुलो खालके सोच्नु पर्दैन जस्तो लाग्छ है मलाई चाहिँ। कतिपय मान्छेहरूको कुरै यही हो कि लाइक सानो ब्रेक हुन्छ, बस्यो साथीभाइहरू, फक यार कस्तो कम्पनीमा परेछ, अब त म यहाँ अर्को कम्पनी खोजेर म जान्छु यार है, कस्तो ठाउँमा यस्तो ठाउँमा नि काम गर्छ यार, सिट यान त्यान त्यान कुरा गरिरहेको हुन्छ। अनि ओइ टाइम हेर्दा कति भयो भन्छ, अनि 1 घन्टा भयो यार भन्छ, अनि फेरि काममा जान्छ। त्यो नचाहिने स्ट्रेसहरू किन लिने हामीले सिरियसली लाइफमा? इट्स वर्थलेस क्या त्यसले। लाइक हामी अहिले जहाँ छ त्यसलाई त्यसको लागि हामीले प्रे गरिरहेको थियो क्या लिटरली ब्रो के। जस्ट एटलिस्ट महिनामा 2-3 लाख रेगुलर इन्कम होस् प्रभु भनेर प्रे गरिरहेको थियो। ठिकै छ, एक्सपेक्टेसन मिट गर्दैन, एक्सपेन्सेसहरू हुन्छ, तर आफूले यसरी ट्र्याकिङ नगर्ने कारणले हुन्छ नि त। आफ्नो एक्सपेन्सेसहरू ट्र्याकिङ नगर्ने, केयरलेस लाइफ बिताउने होइन। अनि तपाईँको त्यही हो कुरा है, धेरै लामो भयो टपिक एनिवेज। र अर्को कुरा भनेको चाहिँ अनहेल्दी फुडहरूलाई चाहिँ ट्रिगर गर्ने है। कति अनहेल्दी फुड हाम्रो त्यो पार्ट टाइमर्स हाम्रो गाक्सेहरूले खान्छ कि, रातभरि काम गरेर आउँछ मोन्स्टर खाइरहेको हुन्छ, आमामा के खाइरहेको हुन्छ है। त्यो एउटा ह्याबिट हो कि, सुगर इन्टेक नगरिकन एनर्जी आए जस्तै नहुने। त्यो मैले पहिल्यै फिल गरेको कुरा। पहिला म जिम गर्दाखेरि रेडबुल खाने बानी थियो कि, अनि द्याट्स यस्तो अनहेल्दी हो कि त्यो। अनि जुन दिनमा मैले जिम गर्ने बेलामा रेडबुल खाएन त्यो दिनमा त एनर्जी नै नआएर त्यो वेट नै लिफ्टिङ गर्न नसक्ने त्यस्तो हुने। त्यही भएर त्यो भनेको चाहिँ एउटा एडिक्सन हो। सो अनहेल्दी फुडहरू सबै ट्रिगर गर्ने र हेल्दी फुडहरू आफ्नो डाइटमा कसरी समावेश गर्न सक्छ त्यसलाई रिप्लेस गर्ने, त्यो पनि एउटा ट्र्याकिङ गर्ने प्लानमा छु। र अर्को एउटा टपिक भनेको चाहिँ मोबाइल स्क्रोलिङ। यो त लाइक संसारको सबभन्दा ठुलो प्रब्लम हो अहिले, बच्चादेखि बुढाहरूसम्म क्या। नेपालमा त आम्बो बच्चाहरू त्यो मोबाइल स्क्रोल नगरिकन आँखा गरेर भातै जाँदैन, राति निन्द्रा सुत्नै सक्दैन बच्चाहरू, कचकच गर्छ है। पढाइमा ध्यान हुँदैन किनभने यस्तो सानो सानो लाइक 15 सेकेन्डको भिडियोले दिमागमा हानिरहेको हुन्छ। अनि स्क्रोल गरेछ फेरि अर्को ज्ञान लिइरहेको हुन्छ, स्क्रोल गरेछ फेरि अर्को नलेज लिइरहेको हुन्छ, स्क्रोल गरेछ गर्दा 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 एक ठाउँमा स्थिर भएर बस्न सक्ने, कुनै पनि नलेजहरू गेन गर्न नसक्ने, अनि एकदम इम्पल्सिभ हुने होइन। त्यो चाहिँ बच्चादेखि बुढासम्म यङ जेनेरेसन सबको प्रब्लम भयो कि यो मोबाइल स्क्रोलिङ। त्यही भएर मैले चाहिँ एउटा टाइम छुट्याएको छु कि यति टाइमसम्म चाहिँ आफ्नो कामहरू सबै भ्याइसकेपछि लाइक 10-15 मिनट्स आफ्नो साथीभाइहरूसँग कुरा गर्न, न्युज फिड्सहरू के छ होइन त्यो त सबै हेर्नु पऱ्यो। अब वर्ल्डसँग अलिकति टच पनि हुनु पऱ्यो नि त, के भइरहेछ कस्तो भइरहेछ त्यो पनि थाहा पाउनु पऱ्यो, कस्तो खालको म्युजिकहरू आइरहेछ, फेभरेट आर्टिस्टहरूको यताउता, ब्लगिङहरू आफूले के फलो गरिरहेछ आफूले होइन, ब्लगिङहरू के फलो गरिरहेछ त्यो कुराहरू। सो त्यसको लागि पनि ट्र्याकिङ गर्ने मोबाइल स्क्रोलिङलाई चाहिँ अलिकति विचार गरेर लाइक गर्ने। कति साथीहरू छ के गर्यो भन्दा छुट्टीमा भन्दाखेरि त्यही हो, गयो मोबाइल चलाउँदा 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 निदायो, अनि फेरि उठ्यो, अनि फेरि मोबाइल चलायो, अनि भात खायो, फेरि भात खाँदै नै मोबाइल हेरेर खाइरहेको छ क्या। त्यो टेस्ट नै थाहा छैन खाने बेलामा त्यसको टेस्ट के छ कस्तो छ होइन। लाइक सिरियसली हामीले आफ्नो लाइफ कसरी जिउने भन्ने नै बिर्सिसक्यो क्या सिरियसली। मोबाइल यो टेक्नोलोजीहरूले गर्दाखेरि होइन, राम्रो कुरा छ यो सबै टेक्नोलोजीहरू, आफूलाई एकदम लाइक कति कुराहरूमा हेल्प गरिरहेको हुन्छ। त्यो भन्दा नि अहिले आएर यो जेनेरेसनमा चाहिँ हेल्प भन्दा पनि यसको नेगेटिभ इम्प्याक्टहरू एकदमै हाई भयो। सो आजको टपिक नै यही थियो कि लाइफबाट नराम्रो कुराहरू कसरी मिनिमाइज गर्ने र पोजिटिभ कुराहरू कसरी अगाडि बढाउने। सबले सोचिरहेको हुन्छ कि यो गर्ने, यो गर्नुपर्छ, सबैलाई थाहा छ, बट दे डोन्ट वान्ट टु डु इट। गऱ्यो भने पनि 1-2 दिन गर्छ
एन्ड देन इभेन्चुअली फेरि त्यही ट्र्यापमा फेरि त्यही लुप होलमा बसिरहेको हुन्छ किनभने कामको स्ट्रेस यो त्यो थकाइ लागेको हुन्छ एनर्जी नै आउँदैन एकछिन बसेर यसो हेर्दैमा के भएर भन्ने हुन्छ त्यही भएर चाहिँ मोस्टली यो मोबाइल हेर्ने बानीलाई त नम्बर 1 मा राखिरहेको छु मैले मोबाइललाई चाहिँ टाइममा मात्रै हेर्ने मोबाइल ल्यापटपहरू अब लाइक हुन्छ नि त हेरे पनि अलिक प्रोडक्टिभ कुराहरू आफूले फोकस गरेर आफूलाई के चाहिएको छ त्यो खालको कुराहरूमा फोकस गरेर गर्ने होइन एकदमै त्यो टिकटकमा स्क्रोल गरेछ 4 घन्टा बिताएको थाहा छैन त्यस्तो चाहिँ नहोस् भनेर त्यो गर्न खोजिरहेको छु है हेर्दा हेर्दा लिस्ट पनि लामो भइसकेको छ सो आई थिङ्क मेरो चाहिँ यो कुराहरूमा चाहिँ एकदम मेन फोकस छ भनौँ न हरेक कुराहरूलाई ट्रिगर गर्ने यो 2-3 महिना चाहिँ म चाहिँ मेरो ब्रेनलाई चाहिँ मैले यसरी ट्रेन गर्न खोजिरहेको छु कि एनी टाइम एक्टिभ बनाउने ट्राई गरिरहेको छु कि जब त्यो माइन्डमा चाहिँ नेगेटिभ कुराहरू आइहाल्छ नि अनि मैले त्यसलाई चाहिँ इन्काउन्टर गरिहाल्ने क्या अनि त्यसलाई फेरि एट्याक गरेर फेरि निकालिहाल्ने अनि त्यसलाई फेरि पोजिटिभ कुराहरूले चाहिँ भरिहाल्ने है त्यो खालको एउटा यो पनि एउटा 1% रुलमा मैले राखिरहेको छु यसले चाहिँ के गर्छ भन्दाखेरि हामीलाई थाहा छ होइन कतिपय कुराहरू नेगेटिभ हो कतिपय कुराहरू पोजिटिभ हो त्यही पनि हामी केयरलेस भइरहेको छ त्यो हेबिट हुन्छ कि बिस्तारै किनभने त्यो त्यही भएर त हामीले चेन्ज गर्दैछौँ नि त 1%ले गर्दाखेरि नै हाम्रो हेबिटलाई चेन्ज गर्ने भनेर खाइचेनलाई फलो गर्ने भन्ने कुरा हो सो हेरौँ मेरो अबको यो 2-3 महिनाको जर्नी कस्तो हुन्छ आई वान्ट टु चेन्ज माई लाइफ थ्रु दिस रोल है 1% बेटर एभ्री डे सो तपाईँहरूलाई कस्तो लाग्यो सायद तपाईँहरूले पनि सोचिराख्नु भएको थियो होला आई वान्ट टु इम्प्रुभ माई लाइफ होइन लाइक सबैजनाको त्यस्तो छैन होला कतिपय मान्छेहरू त अलरेडी आफ्नो एउटा ट्र्याकिङ गर्नुभएको छ होइन स्केड्युलमा हिँड्नुहुन्छ अनि धेरै साथीहरूलाई सम्झाउनु पनि खोज्नुहुन्छ तर त्यो साथीहरू कति धेरै छ कि लाइक दे नो बट दे डोन्ट वान्ट टु फलो इट के सो आर यु रेडी टु फलो माई जर्नी विथ मी एन्ड improve your life too 1% better every day okay